रमेश सरको चाहिँ यहाँ करोडौँको घर। धन्यवाद, तपाईलाई स्वागत छ मेरो घरमा। घर यही नै हो। हो पक्कै पनि दर्शकबिन, तपाईहरुमाझ मैले धेरै लामो समय भयो चर्चित कलाकारहरू र सेलिब्रिटीहरूको भिडियो पस्किने गरेको। यसपालि भने धेरै लामो समयपछि तपाईहरुमाझ नेपालकै चर्चित वक्ता रमेश परसाईको विषयमा भिडियो लिएर आइसकेको छु। धेरैलाई चासो गुनासोहरू हुन्छ नेपालका चर्चित व्यक्तिहरू कस्तो अवस्थामा र कस्तो तरिकाले बसिरहेका छन्, उहाँहरूका आफ्ना जीवन सङ्घर्षका कथाहरू कस्ता छन् भनेर खुल्दुली लाग्ने गरिरहन्छ। त्यही तपाईहरूको खुल्दुलीलाई मेटाउनका लागि आज मैले रमेश परसाईजीको भिडियो लिएर उपस्थित भइसकेको छु। मैले परिचय दिइराख्नै पर्दैन, तपाईहरूले एकदमै चिनेको अनुहार हो रमेश परसाई। हुन त यहाँ धेरै नेपाली दर्शक श्रोताहरूले हाम्रो रमेश परसाई सरलाई एउटा दृष्टिबिनको तरिकाले चिन्नुहुन्छ, तर मलाई त रमेश परसाईजी सरलाई दृष्टिबिन भन्न पनि लाज लागेर आउँछ। किनकि दृष्टि हुनेहरूले यहाँ किनै राम्रो कामहरू गरेका छन् र दृष्टि हुनेहरूले त देख्छन्, लोभ गर्छन्, लालच गर्छन्, तर रमेश परसाई सर दृष्टिबिन भएर पनि उहाँसँग हामीभन्दा कयौं गुना क्षमता भएको गुणहरू छन्। उहाँसँग सोचहरू, उहाँका जति पनि मान्छेहरूलाई एउटा स्पर्शले हरेक कुराहरू थाहा पाउन सक्नुहुन्छ। जुन कुरा हामीले आँखा भएर पनि देख्न सकेका छैनौं, जुन कुरा हामीले आँखा भएर पनि चिन्न सकेका छैनौं, जुन कुरा आँखाले देखेर पनि हामीले स्पर्श गर्न सकेका छैनौं, ती कुरालाई रमेश परसाई सरले सहजै तरिकाले स्पर्श गर्न सक्नुहुन्छ। आज भनौं उहाँको श्रीमती नन्दा म्याम पनि त्यत्तिकै गजबको हुनुहुन्छ। हामी आज तपाईहरूलाई रमेश परसाई सरको परिवारसँग भेटाउन गइरहेका छौं। उहाँहरूले धेरै नै माया गर्नुभयो हामीलाई त्यहाँ गएपछि। एकदमै रमेश परसाई सरको परिवारबाट केही नयाँ कुराहरू सिक्न पाएको छु मैले। पक्कै पनि तपाईहरूले यो भिडियो हेरिसकेपछि धेरै कुरा सिक्न पाउनुहुनेछ। ल अब चाहिँ धेरै ढिला नगरिकन रमेश परसाई सरको परिवारमा हाम्रो भेटघाट र त्यहाँको रमेश सरको परिवारको परिस्थितिबारे भिडियो देखाउन गइरहेको छु। हेलो साथीहरू, वेलकम अनि नमस्कार हैन। यति बेला चाहिँ म तपाईको हाम्रो अहिले चाहिँ नेपालले एकदमै चिनिरहेको एकदम राम्रो वक्ता भन्छु म त हैन। जे होस् यस्तो खुबी खालको मान्छे हैन, यस्तो इनर्जी फुल मान्छेको घरमा आइपुगेको छु। पक्कै पनि तपाईहरुले माथिको थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भएको होला। मैले तपाईहरुलाई अलिकति बाहिरबाट चाहिँ परदेखि नै भिडियो बनाउँदै आउँ भन्ने सोच विचार बनाएको थिएँ, तर अलिकति चाहिँ यहाँनिर आज बाटो बन्दै रहेछ क्या। यहाँ चाहिँ साउन्डले अलिकति डिस्टर्ब पनि गरिरहेछ भने जस्तो अलिकति साउन्ड पनि क्लियर नआउला, त्यसको लागि चाहिँ क्षमा याचना गर्दछु। मैले सरलाई चाहिँ नि देखाउन खोजिरहेको थिएँ हाम्रो चाहिँ रमेश सर कहाँ बस्नुहुन्छ, कुन ठाउँमा बस्नुहुन्छ, कस्तो ठाउँमा बस्नुहुन्छ हैन। तपाईँ हामीले चाहिँ चिनेका छौँ, तर कस्तो ठाउँमा बस्नुहुन्छ, कुन अवस्थामा बस्नुहुन्छ त्यो त हामीले देखेका छैनौँ नि त हैन। त्यो भएको कारणले गर्दाखेरि मैले तपाईहरुलाई देखाउन खोजिरहेको छु। हुन त म विशेष गरी यहाँ चाहिँ हाम्रो रमेश परसाई सरको म्याम हाम्रो नन्दा म्यामले चाहिँ केही हाम्रो चाहिँ आन्तरिक केही कुराको लागि चाहिँ हामीले भेटघाट गर्ने कुराकानी भएको थियो र त्यही विषयमा म यहाँ आएको थिएँ। र आइसकेपछि आएको बेलामा एउटा कन्टेन्ट पनि बनोस् र सँगसँगै चाहिँ तपाईहरुलाई एउटा इन्टरटेनमेन्ट पनि र केही कुराहरू देखाउन पाइयोस् भन्ने हिसाबले चाहिँ यो भिडियो बनाउन गइरहेको छु। अब एकछिन चाहिँ म उहाँहरू बसेको ठाउँमा देखाउन गइराखेको छु भित्र के छ कस्तो छ है त साथीहरू। अनि घर त तपाईले देखिसक्नुभयो, यही नै हो घर है। घर यही नै हो। यहाँको घर चाहिँ अब जो रमेश सर चाहिँ बस्ने घरको यो सबैभन्दा तल्लो तलामा बस्नु हुँदो रहेछ। एउटा पुरै
फ्लाइट लिएर अथवा चाहिँ के हो होइन घरै हो कि न होइन त्यो मलाई पनि थाहा छैन म एकछिन गएर बिस्तारै सबै कुराहरू तपाईँहरूलाई देखाउन गइरहेको छु है त साथीहरू। ल अब यहाँ ढोका छ अब आफै खोल्दै जानु पर्ने अवस्था हुन्छ। ल ल यस्तो छ है सहरहरूको यहाँ चाहिँ यो कोलिया छ। यो कोलियाबाट जहाँसम्म लाग्छ हाम्रो यो चाहिँ यतापट्टि चाहिँ सहरको यो बेडरुम हो जस्तो लाग्छ। यहाँ चाहिँ चिटिक्क परेछ। नन्दा म्याम नमस्ते, आराम हुनुहुन्छ? हजुर ल अनि यतापट्टि जहाँसम्म लाग्छ यहाँ पनि यो चाहिँ किचन छ यहाँनिर एकदमै दामी खालको दामी बनाएर राख्नु भएको छ। कसैले आँखा लगाइदिन्छ भनेर है क्या नदेखाउनु भन्नुभएको। अनि अब यता चाहिँ म सर्लक्कै हाम्रो चाहिँ ए उहाँले त फेरि किन नहेरिकन फर्किनुहुन्छ हाम्रो ईश्वर सर हाम्रो मिडियाकर्मी सर हुनुहुन्छ र यता चाहिँ ठ्याक्क ल अब यता हाम्रो रमेश सर। सर नमस्कार। हजुर नमस्कार। जोरले जेदो हजुर के छ? ठिक छ सर, ठिक छ। एकदमै सरको माया लागेर सरलाई भेट्नु पर्यो भनेर यहाँसम्म आइयो सर। अनि के छ कस्तो छ सर अहिले हजुरको? धन्यवाद, तपाईँलाई स्वागत छ मेरो घरमा। मेरो घर होइन यो घरबेटीको घरमा स्वागत छ तपाईँलाई। हजुर मेरो एकदम ठिक छ। पहिल्यै पोल खोलिदिइहाल्नु भयो यार। म यहाँ बिस्तारै चाहिँ रमेश सरको चाहिँ यहाँ करोडौँको घर भन्नेवाला थिएँ। त्यस्तो हेडलाइन मिल्नेवाला छैन। हजुर यो घरबेटीको घर हो। तर यसो हो घरबेटीको एउटा घर हुन्छ, हामी डेरा बस्नेका हजारौँ घर हुन्छन्, जता गयो त्यतै घर, घरै घर। हजुर सर अहिले हजुर कति वर्ष भयो लगभग यो घरमा बस्न थाल्नु भएको? 4 वर्ष जति भयो होला। 4 वर्ष भइसक्यो? 4-5 वर्ष भयो। ए अनि अहिले त नानी पनि हो यत्रो भइसक्नु भएछ त। नानु खै नमस्ते गरेको? नमस्ते। कस्तो ज्ञानी मान्छे। जन्मेर यही घरमा भित्रेकी हो। हजुर नानी जन्मेकै यहीँ हो है? होइन जन्मेकी हस्पिटलमा हो, जन्मेर यहाँ भित्रेकी हो। ए हजुर हजुर। जे होस् तपाईँहरू यहीँ नै बस्नुहुन्थ्यो नानी जन्मिनेवाला चाहिँ? यहीँ बस्थ्यो। हजुर अनि सर यो छ नि एउटा रमेश सरको चाहिँ सबैभन्दा हजुर यो जादुमय इनर्जी छ नि, यो इनर्जी कहाँबाट आउँछ सर हजुरमा? यो होइन अब यो कस्तो भने नि यो सबै चिजको मिक्सर होला क्या। हजुर अलिकति अब यो सबभन्दा बढी त ईश्वरको कृपा हो होइन। म एउटा चरम आस्तिक मान्छे हो। हजुर अनि यो ईश्वर अल्लाह गड हामी जे भन्छौँ नि धर्मअनुसार, हजुर यो चिज भनेको यस्तो दयावान हुन्छ कि तपाईँको जस्तो मरुभूमिमा ऊँट हुन्छ होइन, मरुभूमिमा पानी पाइँदैन, त्यही मरुभूमिमा ऊँट हुन्छ। ऊँटले पानी पाउँदैन सधैँ खानलाई, त्यही भएर ऊँटको पेटभित्र चाहिँ पानी भर्ने थैली हुन्छ क्या। अनि एकचोटि त्यो थैली भरेर हप्तौँ बाँच्न सक्छ क्या त्यो ऊँट। त्यति कृपा गरेको हुन्छ ईश्वरले ऊँटलाई त त्यति कृपा गरेको हुन्छ भने मान्छे भनेको त ईश्वरको फेभरेट क्रिएसन हो हामी त होइन, उहाँको सर्वोत्कृष्ट रचना हो। त्यही भएर उसले केही न केही त सबैलाई हरेकलाई गिफ्ट गरेकै हुन्छ। त्यस कारण पहिलो त गड गिफ्ट नै हो। दोस्रो अब सबैको माया हो। मेरो अब श्रीमतीको माया, अब मेरी हेर फगाउनु भएको थियो, हेर साथीभाइको माया होइन। श्रीमती त दुईटा कुरा घरमा एकदम जरुरी हुन्छ। हेर्नु घर राम्रो चलाउनु छ भने दुईटा कुरा घरमा गर्नै पर्छ, हरेक बिहान र बेलुका गर्नै पर्छ। एउटा भात पकाउने, एउटा श्रीमती फकाउने। होइन सर यो सिङ्गल लाइफ र तपाईँको म्यारिड लाइफमा के अन्तर पाउनुभयो सर तपाईँले बिहे गरेपछि? अब यस्तो रहेछ क्या, सिङ्गल लाइफ हुँदाखेरि चाहिँ अलि लथालिङ्ग टाइपको थियो जिन्दगी होइन। त्यो लथालिङ्ग जिन्दगीमा फेरि फ्रिडम बढी थियो होइन। अनि विवाह गरिसकेपछि फ्रिडम छैन भनेको होइन मैले, तर विवाह गरेपछि तपाईँको जिन्दगी अलिक सिस्टमेटिक हुन्छ। हरेक चिज तपाईँको अलि सेड्युलमा चल्न थाल्छ। मतलब कतिखेर खाने होइन, कतिखेर जिम्मेवारीले पनि अलिकति चाहिँ तहलाउँदो रहेछ। जिम्मेवारीले पनि तहलाउँछ। अलि हामी जस्ता उत्पट्याङहरूलाई तह लगाउनको लागि छिटो छिटो विवाह गरिहाल्नुपर्छ। भनेपछि म्यामले अहिले तह नै लाउनु भएको त रमेश सरलाई? मायाले तह लगाएको छु के। हजुर के तह लाउनु उनले? यस्तो हो क्या, श्रीमतीसँग बुझ्नु न 3टा कुरा हुन्छ। हजुर
कसैले चाहिँ मलाई मेरो श्रीमतीको केही प्रभावै छैन मेरो जिन्दगीमा होइन, मेरो श्रीमतीले भनेको केही चल्दैन मेरो जिन्दगीमा भन्छ भने त्यो तिनवटा खालका मान्छे हुन्छन्। कि त त्यो पाखण्डी मूर्ख जडिया टाइपको हुनु पर्यो होइन, जसले श्रीमती चुट्छ दिनका दिन होइन, एकदमै त्यो नारीको सम्मानै नगर्ने खालको असभ्य पाखण्डी हुनु पर्यो एउटा। अर्को चाहिँ त्यसले झुट बोलेको हुनु पर्यो, नाटक गरेको हुनुपर्छ। श्रीमतीको चल्दैन मेरो जिन्दगीमा भन्छ भने त्यसले नाटक गरेको हो होइन रमेश सर, चाहिँ त्यसले बिहे नै गरेको हुनु हुँदैन क्या। बिहे नगरेको मान्छेको त श्रीमती हुने कुरै भएन। होइन हजुरसँग त जो कसैले कुरा गर्न सक्ला त मलाई लाग्दैन सर होइन। तपाईँलाई चाहिँ कस्तो लाग्छ सर त्यो आफूले आफूलाई चाहिँ? होइन मलाई त्यस्तो खास केही लाग्दैन, त्यो पनि तपाईँहरूले त्यो माया गरेर धेरै ओभर रेटेड गरिदिएको हो। होइन माया होइन सर, माया भन्दा पनि हजुरभित्रबाट चाहिँ त्यो कहाँबाट आउँछ कि त्यो खानी नै छ जस्तो लाग्छ कि कताबाट आउँछ के गरेर आउँछ तपाईँसँग त्यो हुन्छ नि। मलाई यहाँ प्रश्न गर्ने नै गाह्रो बनाइदिइराख्नु भएको छ कि तपाईँको त्यो 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 इनर्जी बोल्छ नि त। म यहाँ नर्भस भइसकेँ रमेश सरको छेउमा बसेर, त्यही त म नर्भस भइसकेँ के रमेश सरको छेउमा। त्यस्तो होइन हजुर, यो कस्तो भने नि जस्तो एउटा म एकचोटि ट्याक्सीमा गइरहेको थिएँ क्या। हजुर, अनि ट्याक्सी चालकले भन्नुभयो रमेशजी तपाईँले जिन्दगीमा कति गर्नुभयो, हामीले केही गर्न सकिएन भन्नुभयो। हजुर, मैले भने तपाईँले गरिरहनु भएको छ त मलाई पुर्याइदिइराख्नु भएको छ, यही गरिरहनु भएको छ, तपाईँको कामै यही हो। जसले जे जानेको छ त्यो चलाउने हो। हेर्नुहोस् त्यो ट्याक्सीवालाले स्टियरिङ चलाउने हो, मैले ओट्स चलाउने हो, जे जानेको छ त्यही चलाउने हो। तपाईँले यता क्यामेरा चलाउँदै हुनुहुन्छ। यस्तै यस्तै मिठा कुराकानीहरू गर्दै हामी पारिवारिक कुराहरू रमाइला कुराहरू गर्दै जोडियौँ र एकछिन फेरि हामीले रमेश सरको छोरी सानो नानुसँग जिस्कियौँ। हो यहाँमा गाउनु ल। मलाई धन्य छैन धन्य यो केरको सत्यस्तो धरम धरम मक्केबारी धरम धरम हरो काका धरम धरम ल है के तिम्रो नाम भनी परिचय पाम हिमाल जस्तै रहेछौ तिम बिहानीको घाम कता हिँडेको बिजुली भएर हात भएर पट भएर क्युटी भएर तिमी क्युटी भएर हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे हेरेको हेऱ्यो भने त्यो माइक मात्रै हेर्ने अनि त नहेर्ने त। हजुर यस्तै यस्तै रमाइलो रमाइलो गर्दा गर्दै केही छिनमा खाना खाने समय हुन्छ र हामी नन्दा म्यामले पकाएको मिठो खाना खानेतर्फ लाग्छौँ। ल हामी चाहिँ रमेश सरको घरमा आएर यता चाहिँ नन्दा म्यामले हामीलाई खाना खुवाउँदै हुनुहुन्छ। बिचरा दुःख दियो बेमा आएर है? होइन एकदम मिठो खानाहरू बनाउँथेँ म, तर यो अलिकति बिर्सेँ क्या मैले, तपाईँहरू आउने कुरा नै बिर्सेँ। होइन होइन त्यो के तपाईँको पनि गल्ती हो। हिजै तपाईँले म कपिल भनेको भए म आज यस्तो मिठो खाना म खसीको मासु झन् यति मिठो बनाउँछु होइन। अब अर्कोचोटि खानुपर्छ है। ल आश बिचरा नन्दा म्याम हामीलाई तपाईँहरू आउनुहुन्छ म कपिल मगर हुँ भनेर किन भन्नु भएन? यदि तपाईँले आफ्नो नाम भनेर आइदिनु भएको भए कति मिठो खाना बनाएर खुवाउँथे भन्दै हुनुहुन्थ्यो। हुन त हाम्रो 1-2 दिन अगाडिबाट फोनमा कुरा भइरहेको थियो म भेट्न आउँछु है भनेर, तर जाने बेलामा म आउँछु मात्रै भनियो, तर म यो नामको हुँ भनेर भनिएन। जहाँसम्म मलाई लाग्यो आवाजबाट चिन्नुहुन्छ कि भनेर। हामी त्यहाँ गइसकेपछि पनि उहाँहरूले यस्तो सोच्नु भएछ अरू कोही मान्छेहरू आउनु भएको छ। जब पछि मैले कपिल मगर हुँ भनेर भनिसकेपछि मात्र उहाँहरूले थाहा पाउनु भयो कि कपिल आउनु भएको रहेछ भनेर। जे होस् सुख दुःख जसो तसो गरेर भए पनि हामीलाई मिठो परिकारको खानाहरू खुवाउनु भयो। निकै रमाइलो गर्दै लजाउनु होला है, नलजाइकन खानुहोस् भन्दै हुनुहुन्थ्यो नन्दा म्याम। करिब हामीले 3-4 घन्टाको बसाइपछि त्यहाँको रमेश सरको परिवारसँगको रमाइला गफगाफ कुराकानी र केही विशेष कामहरू सकेपछि खाना पनि खाइवरी फर्किने समय हुन्छ।
फाइनली चाहिँ हामी अब यता सर्कोमा बसेर खानपिन खाएर पनि चिया नास्ता चिसो तातो सब खाएर हामी अब निस्किँदैछौँ होइन। यहाँ बाहिर आज चाहिँ यो साउन्डले गर्दा साह्रै डिस्टर्ब बनायो यार, यो केही सुन्न दिएन। पक्कै पनि दर्शकबिन तपाईँहरूलाई पनि आश्चर्य लाग्यो होला, एउटा दृष्टिबिनले आँखा देख्ने जस्तै गरेर हामीलाई त्यहाँ स्वागत सम्मान गरेको देख्दा कतिपयलाई त लाग्दो हो रमेश सरको वाइफले मजाले आँखा देख्नुहुन्छ क्यारे। मलाई पनि त्यस्तै फिल भइरहेको थियो। बेला बेला म्यामले भन्नुहुन्थ्यो खाना खाँदै गर्दाखेरि, कपिल सर नलजाइकन खानु होला है, आखिर मैले आँखा देख्दिनँ क्यारे। त्यो शब्दले मन चसक्क छुन्थ्यो। तर दर्शकबिन अचम्मको कुरा, एक दृष्टिबिनले आँखा देखि झैँ गरेर किचनका हरेक कामहरू गरिराख्नु भएको थियो। ल त दर्शकबिन, आजको भिडियो यहाँहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया भने दिन नभुल्नुहोला। र साथसाथै तपाईँहरूले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर साथ दिनुहोला। आगामी दिनमा कस्तो भिडियो चाहिन्छ त्यो पनि कमेन्ट गर्नुहोला है त। धन्यवाद। अनि सुन्नुहोस् त, उहाँहरूसँग राखिएका मिठा अन्तर्वार्ताका कुराकानीहरू पनि छन्। पार्ट 2 मा आउँदैछ, प्रतीक्षा गर्नुहोला है त।